नमस्कार। ऑयल पुलिङ यानी मुखभित्र ओरल क्याभिटीमा केही समयसम्म तेल जमाउनु, तेल राख्नु र हल्लाइरहनु, मुख बन्द गरेर तेललाई मुखभित्रै हल्लाउनु, तल माथि साइड साइडमा आवाज निकालेर हल्लाउनुलाई ऑयल पुलिङ भनिन्छ। आयुर्वेदमा जुन एन्सियन्ट साइन्स छ, यो एन्सियन्ट साइन्समा ब्युटिफुली यानी धेरै सुन्दर तरिकाले यसको वर्णन गरिएको छ। मुखमा तेल लगाएर हल्लाउनु र मुभमेन्ट गर्नुलाई कवल भनिन्छ भनेदेखि मुखमा तेल राखेर केही समयसम्म नहल्लाइकिन बस्नुलाई चाहिँ गण्डुष्य भनिन्छ। यसका धेरै फाइदाहरू छन्। यसमा जति पनि ओरल क्याभिटीका समस्या छन्, मुखभित्रका, जस्तै गालाको भित्री भागका समस्याहरू, कसैको सुन्निने हुन्छ, सुम्ला बसे जस्तो हुन्छ, यसको लागि धेरै फाइदा गर्छ। त्यस्तै गरी यसले सिलाइभरी ग्ल्यान्ड यानी रियालका ग्रन्थीहरूलाई पनि खुल्ला गर्छ र मुख सुक्खा हुनबाट बचाउँछ। ओठ सुक्खा हुन दिँदैन र सुक्खा भएको र चिरा परेको छ भनेदेखि पनि यसले फाइदा गर्छ। गम यानी गिजाका समस्याहरू, गिजा सुन्ने, गिजाबाट रगत आउने समस्याका लागि पनि यो धेरै फाइदाजनक छ। दाँतको जुन हाइजिन छ, यो हाइजिनलाई पनि मेन्टेन गर्छ यसले। र यसले नराम्रा ब्याक्टेरियाहरू हाम्रो शरीरका अथवा हाम्रा ओरल क्याभिटीका नराम्रा ब्याक्टेरियाहरूलाई यसले नष्ट गर्छ। र जुन ओरल क्याभिटीको ओरल हाइजिनको कारणले सास दुर्गन्धित छ या सास गराउँछ भनेदेखि यसले त्यसको लागि पनि फाइदा गर्छ। धन्यवाद।